नमस्कार एन्ड गुड मर्निङ साथीभाइयो। यो एडभेन्चर ड्याब्लिङको भिडियो लिएर आउनुमा अलिकति लेट भइहाल्यो, म क्षमा चाहन्छु तपाईँहरूलाई। र यो चाहिँ कसरी पुग्ने भन्ने सबभन्दा पहिला तपाईँले यो सेलरोटी ब्रिज क्रस गर्नुपर्छ। यो त अब फेमस सेलरोटी ब्रिज हो, सबैलाई यादै छ होइन। म चाहिँ सिलिगुडीदेखि स्टार्ट गरेको, सो यो सेलरोटी ब्रिज तपाईँहरू यसरी क्रस गर्दै जानुहोस्। अनि अन द वे बाटोमा तपाईँहरूले लोले गाउँहरू पनि क्रस गर्दै जानुपर्छ। अनि यो लोले गाउँ हो। यो लोले गाउँहरू क्रस गरिसकेर अलिक अगाडि आएर चाहिँ तपाईँहरू एउटा पोइन्ट आउनुहुन्छ, त्यहाँनिर बोर्डहरू पनि लगाइदिएको छ। यो पोइन्ट हो, त्यो चाहिँ यो पोइन्टदेखि चाहिँ तपाईँहरूलाई राइट लिनुपर्छ। सिधै जानु भने चाहिँ लाभाहरू जान्छ। यो पोइन्टदेखि चाहिँ एडभेन्चर ड्याब्लिङ त्यस्तो बेसी टाढो छैन, हार्डली तपाईँको 2-3 मिनटभित्रमै तपाईँहरू पुगिहाल्नुहुन्छ। अनि ड्याब्लिङदेखि पनि अलिकति मुनि चाहिँ एउटा किरङ भन्ने जग्गा पनि छ, त्यो पनि हेर्नुहोस्। तपाईँहरूलाई म त्यसको पनि अलिकति इन्फर्मेसन दिनेवाला छु, भिडियोमा हेर्दै गर्नुहोस्। गाडी चाहिँ त्यहीँसम्म रहेछ, गाडी पार्किङ त्यहीँ रहेछ। अनि त्यहाँनिर चाहिँ टिकटहरू काटेर चाहिँ तपाईँहरूलाई जानुपर्ने। टिकट चाहिँ 50 रुपिस पर हेड रहेछ। अनि अलिकति हार्डली 2 मिनट जस्तो चाहिँ हिँड्नुपर्ने। अनि अन द वे यहाँ बाटोमा गाउँहरू पनि रहेछ, होमस्टेजहरू पनि रहेछ। सो तपाईँहरूले आएर त्यो अलिकति रुरल पार्टलाई पनि इन्जोय गर्नु सक्नुहुन्छ। गाडी चाहिँ यहाँ पार्क गर्नुपर्ने रहेछ। यहाँनिर तपाईँहरूलाई खानु पिउनुको त्यस्तो प्रब्लम चाहिँ हुँदैन रहेछ। यहाँनिर छेउछाउमा रेस्टुरेन्ट्सहरू अनि फुड स्टल्सहरू चाहिँ रहेछ, सो द्याट तपाईँहरूलाई खानु पिउनुमा चाहिँ केही असुविधा हुँदैन। सानोबाट स्काई वक यहाँ पनि त्यस्तै रहेछ। जिप लाइन एन्ड स्काई साइक्लिङ बोथ अभाइलेबल। यहाँदेखिको चाहिँ पर सामान यो दोरी यहाँसम्मको रहेछ। अगाडि लाग्यो चाहिँ हात बात्लो हुन्छ फेरि यसले नराख्नुहोस्। तपाईँलाई फेरि बिचमा आएर डर भयो भने के भन्नु, यो हात छोड्दिनुहोस्, बरु यहाँ तल पक्रिनु के हुँदैन। त्यो मुनि पक्रेको राम्रो। बस्नु त्यहीँ पक्रेको राम्रो। This is sunset from ड्याब्लिङ। त्यो अघिको जिप राइडको आई थिङ्क 200 होला, अनि साइक्लिङको 300 भन्दै थियो प्राइस यहाँनिरै। जेरोङ भन्ने चाहिँ गुफाहरू छ यहाँनिर चाहिँ, यलबोङहरू जस्तो हो। यलबोङहरू जस्तै छ गुफा। अच्छा अच्छा, ए पानी चाहिँ छैन।